हेलो एभ्रिवान, म सनोज परियार हाल युएबाट है। हेर्दा हेर्दै 2 वर्ष बितेको पनि पत्तै नहुने के मलाई थाहा नै थिएन 2 वर्ष काटिसकेको छु भनेर। आज चाहिँ विशेष गरी हाम्रो खानामा चाहिँ बेलुका ब्रेक टाइममा चाहिँ हामीले यस्तो आँप कटिङ गरेर दाजुभाइ आजको खाजा खाँदैछौँ। त्यही मिठो गुलियो भयो है। नेपालमा हुँदा चाहिँ मौसम अनुसारको ऋतु अनुसारको खाने फलफुलहरू खाइन्थ्यो है, रमाइन्थ्यो, परिवारसँग एकदमै घुलमिल माया प्रेम साटासाट हुन्थ्यो है। तर परदेशको ठाउँमा चाहिँ एकअर्काको मिल्ने साथी बन्न सकिन्छ, आफूमा घमण्ड निखार्न सकियो भने चाहिँ है। पुरा मान्छेले चाहिँ घर छोडेर गइसकेपछि जहाँ बस्यो जहाँ काम गर्यो त्यही घर हुन्छ, त्यही भएर त्यही परिवार पनि बनाउन जान्नुपर्छ है। आफ्नो परिवार त कहाँ हुन्छ। ल म त यसरी नै खुसी हुँदैछु है साथीहरू।